Guys, this road is same to Gandhi Road. See, beautiful one. Guys, see view. That's an amazing view. Amazing view. Amazing view. Amazing view. Guys, that's an amazing view! Guys, that's an dangerous. Guys, that's an dangerous road. Very, very dangerous. You can't say easy road, brother, because that's guys, आउनु भयो साइकल हिँड्दै आउनु साइकल हिँड्दै कि हिँड्दै आउनु गाइजहरू नजर त हेर्नु क्या नगर्नु हुन्छ गाइजहरू गाइजहरू यति माथि छ हाम्रो वनबाटिका गाइज वनबाटिका होइन यो त डेन्जरस बाटिका हो गाइजहरू यो गाइजहरू यो वनबाटिका होइन म सिरियल भनिदिन्छु यो धनबाटिका हो धनबाटिका ठकाउरी खान आएको ठकाउरी पनि यस्तो छ गाइजहरू यस्तो बाटोमा आउँदाखेरि यस्तो भन्नुपर्छ ईश्वरलाई धन्यवाद हामी हामीलाई के डाउँछ पनि छैन सुतेको बाबुको डाउँछ नदी अर्बतिर हार्पा वनबाटिका पनि छिरियो अब रमाइलो गर्न सबै फ्यामिलीहरू आएका छौँ है बेड हो त्यो ए मतलब ठिकै हो नि त कपल्सहरू त ठिकै भयो नि त त्यहाँ ल फाइनली वनबाटिका पनि आइयो बाटो चाहिँ कडा नै रहेछ बाटो चाहिँ कडा नै रहेछ अगाडि त्यति साह्रै नराम्रो नि होइन मजासँग बाइकहरू आउँछ ल बाटो चाहिँ वनबाटो वनबाटिका के भयो अरे चापी खोला चिजबल छ त्यहाँ कहाँ ए यहाँ हजुरकोमा खाली छ र कि के भएर
ल भान्जाले मादल बजाउँदै ल बजाइदेऊ मादल भान्जा स्याउ दोकानमा लगेर किन्नु पर्यो अलि बिचारले कुलाइदिनु पर्यो अब खानपिन कार्यक्रम बसेर खाए हुन्छ नि माग न चम्चा छैन ल्याइदिनुपर्छ बारी खन्डाएर त्यो डस्टबिन जस्ता उठाउनुवाला बाहिर छोडेर राखिन्छ हैन होइन सुहार नान क्विङ खेल्छु भनेर हाम्रो कहाँ छ र हिँड त नि लाउँछौँ बन्द छ त्यो त जम 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 ल हिँड
छिटो जान के पो ए होइन जाउँ खाना अब खाएर खाना होइन ल ल नाच तिमी दुइटा ल जाऊँ ल पुरा आयो हस् पैसा लाग्छ नि फेरि पोखराको सँगै आउने रे के साइक्लिङ गर्दैछ त्यति दामी नै माउन्टेन रहेछ त्यही हो साइक्लिङ गर्नु रहेछ यहाँ माथि यिनीहरू पोखराको भ्यू साइक्लिङ भान्जा भान्जीहरू छोराहरू भाइ कटेजहरू पनि रहेछ
छोरो भान्जु नजाऊ त्यता कटेज यार तिमीहरू माइसा भान्जी श्रेया भान्जी दिप्सन भान्जो छोरो दया साइक्लिङ हुँदैछ है भ्यूहरू तलको तोरो साइक्लिङ है पैदल हान्नुपर्छ पैदल हान्नुपर्छ हेर्नु ल जाऊँ ल सबै गाइजहरू होइन होइन जाऊँ ल होइन भान्जु भान्जीहरू छोरोहरू ल होइन ल जाऊँ तलतिरै तिमीहरू कहाँ आएको सानोहरू सानोहरू तिमीहरू कहाँ आएको हो कहाँ आएको रे आमा ए वनबाटिका घुम्न आएको है त्यहाँ के हिँडेको त्यसरी ढलक ढलक हामीले हाँसी हाल्नु पर्ने हाँसी हिँड्न भने त्यसरी पो आएको त भित्र त्यति ल हिँड ल हिँड सानोहरू ल हिँड नि त नि जमिन होइन लपको सिन रहेछ यहाँ फेरि दामी जुत्दाखेरि सेफको किचन गरेर रहेछ फोटो खिच्ने ठाउँ रहेछ यहाँ चाहिँ पनि रहेछ रेस्टुरेन्ट जस्तै अब यसो जुसुसको लागि होला आऊ जाऊँ 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 ल डाइना ठुले होइन होइन पुल तर ल फाउन्टेन चाहिँ राम्रो रहेछ आज वनबाटिका फ्यामिलीहरूसँग घुमघामको लागि है त ल फुलहरू पनि दामी छ सानो भाइ कलर यहाँ चाहिँ जी जी
होइन कि साँच्चैको हो ल अब खानासाना खाजासाजा खाइयो सबै खाइयो अब एकछिनपछि घरतिर लाग्नुपर्छ है त अब यहाँको काम भ्यायो अब माथि साइक्लिङको लागि जाँदा है हामीहरू चाहिँ घर परिवार सबै साइक्लिङ गर्न जाँदै ल होइन भ्लगमा अब टक्क लाएर मेरो छोरो कुन ठाउँमा आएको रे छोरो र मिठो लाग्यो यहाँको खानेकुरा छोरो छोरा के भन्नुभयो ड्याडीले कस्तो लाग्यो खानेकुरा के खायो बिरयानी मोमो फ्रेन्च फ्राई ससेज मिल्कसेक अनि कोक कम्बो सेट खाएन कम्बो सेट नि कम्बो सेट चिकन चिल्ली उता पनि आउँदैछ भान्जीहरू दिदीहरू यहाँ सबै घर परिवारहरू छ यताबाट छ कि छ यताबाट छ भिडियो सुट गर्दैछु फेरि यहाँ अटेन के सबै दादी पार्टी खुस्किन आट्यो हेर्न जान्छस् ओइ ओइ साइरा 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 बुढीमा आउँदै साइराले समात्दै छ दादी त्यो नजाओस् दिप्सन एडी नजाऊ कस्तो हेर धेरै भएको छ दाइले है पर्सीको डल्ला हाल्छ भन्छ नि पुग्यो होइन हाम्रो भन्दा हिप चाहिँ ठुलै हुन्छ कि लाग्दै दिदी साइकलिङ जाँदै दिदी साइकलिङ जाँदैछ
यो ब्रेक समात यो समात्नु छ र यो समात्नु यो समात्नु पर्दैन कि जाँदासम्म डराउनु पर्ने उहाँ गएर समात्नु कि यो ब्रेक समातिराख्नु पर्दैन तपाईँको कुद्दैन फेरि साइकल त्यो ब्रेक हान्छ त्यो ब्रेक हान्नु पर्दैन कि उहाँ गएर ब्रेक हान्नु झुन्डिन केही नै हुन्न दिदी यो ब्रेक हान्नु पर्दैन क्या दिदी यो ब्रेक हान्नु पर्दैन उहाँ तिमी गइसक्यो ठ्याक्कै दिदी साइकलिङ जाँदै नडराउनु केही हुँदैन सबैको रिएक्सन कुसुम हिँड्नु कि हुन्न त्यही त ब्रेक हान्नु पर्दैन कि जानु केही हुन्न सिधै हेर्नु न तल नहेर्नु ल उता हेर्नु ब्रेक नहान्नु ब्रेक हान्नु नहान्नु ए ब्रेक हान्नु पर्दैन वहीँ गएर यस्तोमा ब्रेक हान्नु के ल तपाईँ बेसी डरायो कि भाइ भाइ त्यो मिल्दैन तान्नु न उताबाट पछाडिबाट त्यसको दिदी हेलमेट चाहिँ लिएर जानु हो सेफ्टी लगाउनु अनि बाबा हैन के पसेको मात्रै हो ओइ फेरि ढ्याङढ्याङ गर्छ मलाई आएर हान्दिन्छु फेरि ल भान्जा जाँदै अब उता तिमी चाहिँ अलिकति कुदाउनै पर्छ ठ्याक्क त्यो चढ्ने बेलामा भान्जा जाँदै अब छ बाङ्गै छ तिरपट भन्छ कि हो कति पुरानो त भइसक्यो होला नि सानो भयो कि त्यो बच्चाहरूले चलाउने साइकल हो कि हो ल ल विशाल भान्जा ल टेक केयर उस ब्रेक समात्नु पर्दैन वहीँ गएपछि मात्रै समाति हुन्छ ल बाई बाई हान न पाइदल ल गयो है भान्जु अहिले उता गएपछि हान्नुपर्छ क्या पाइदल पार्यो कि दाइले दाइ आनन्द हो भान्जु जाँदै छेउछाउ नजाऊ छोरा अब भोलि लिएर आउँछु अनि
ल फाइनली पुगे त भन्छु छोरो छेउ नजाऊ भन्छु आउँदै अनि हेरे डर लागेर ममा हजुर पनि खेल्नु आछ सर यता आऊ ल भन्छु आउँदैछ है हाम्रो तिमीले यस्तो मन आयो कि हेरेको नि छैन अब माइस त्यतै आउने हैन ए माइस हट्नु न छोरा ओ छोरा के आइसक्यो छोरा छोरा कि ल फाइनली भन्छु हात छोडा न हात छोडा भन्छु ल अब हाम्रो भन्छु त नि हाम्रो भान्जु जानु लाग्यो ब्रेभ बोय मजा आयो भन्छ मजा त आयो डर चाहिँ बेचेर लाग्दो रहेछ होइन ऊ ब्रदरले फेरि उस गरिदिन्छ नि हेल्प गर्छ नि सकेन भने हेलमेट नअटेको टाउको ब्रेभ छ भन्छु यो त यस्तरी हल्लिँदो रहेछ नि समात्देऊ न तिमीले यो ब्रेक लाउने हाल्ने उहाँ गर है अहिले हैन हाम्रो मान्छे जानु लाग्छ ब्रेभ छ टुक्का टुक्का जाऊ है छोडिदियो पनि ल गयो भान्जे गयो भान्जे गयो है हाम्रो भान्जे गयो भान्जे गयो विशाल उसो भएर हो कि कक्रक्को भएर भान्जो कक्रक्को भयो नि त नि अब कक्राको हुनु आयो हैन तू आउदै छ त्यो भएपछि खेल्दियो पो त त्यो भएपछि How can he go like that? ल भान्जो आइपुग्यो फाइनली ल है भान्जो आइपुग्यो भान्जो आयो खोइ भान्जो पो रमाछ त बरु यार हात पनि छोडेर आऊ भान्जो आऊ आऊ भान्जो आऊ चलाऊ चलाऊ आऊ ब्रेक नआन आऊ आऊ हात छोड्देऊ हात छोड यता दुईटा हात यस्तो गरिदेऊ दुईटा हातले आऊ 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 वाउ ल फाइनली चढायो भान्जो पनि पनि चढिदियो ल भान्जो पनि गयो भाइ जाँदैछ ओए के हो पहिल्यै ठुक्का बजिया जाऊ जाऊ ब्रेक नसमाता न यस्तो नि ब्रेक नसमाता वहीँ गएपछि समाता भाइ जाँदै अब
सुकेल भाइ जाँदै त्यहाँ बस्न कुर्सीमा त्यो त वहीँ छ त ओए आइज तेरो फादर भात खाएको होइन सकी त्यो भात खाएर पनि हेर न अझै नि डढाएर हेर त्यो ए पोकै परेछ है त्यो हेर त डढाएर मुख हेर न मुख के साह्रो डढाएको हौ हेर त्यो डढाएर तिमीहरू छोरा तिमीहरू छोरा बुढी कुदा कुदा डिफेन्स भन्छ त नाउ छोरा त्यहाँ बस कि आइज 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 केही हुन ब्रेक छोड्न एक घन्टा होइन आयो 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 वाइ 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 सबैको रिएक्सन वाइ वाइ त्यसको छोरा 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 आइ 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 आइज आइज न यसको नाक मुखेन मुख आइज 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 आन 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 ओजान आन केटा कसरी जाने हँसायो यसले नि हात कामेको यो मान्छेको मोड्नलाई डर लाग्दो रहेछ मजा आयो भाइ कस्तो हुँदो रहेछ दामी ल हाम्रो भाइ
हिम भाइ अब लास्ट हँस यार यो बाङ्गी बाङ्गी यहाँबाट अलिकति बल लगायो भने बिचमा त पुरै हल्लिन्छ हल्लिन्छ सामुनी कहाँ यहाँ है यता यस ब्रेक उता लेफ्टीमा हेर न राइटी त काम छैन बिग्रेछ ठ्याक्क के ठ्याक्क होइन यही छ नि यही पोजिसन त्यहाँदेखि गएपछि ब्रेक हान्न के अनि अलिकति होइन 4 फुटबाट अगाडिबाट अलिक पाइदल हान्नुपर्छ यहाँबाट टुक्का टुक्का पाइदल हाल्दैछ हौ धेरै नहान मोबाइल देऊ न मोबाइल ओइ ब्रेक मोबाइल ल भाइ पनि जाँदै ल यो जाँदा नि हल्लिएको हेर त ल भाइ जाँदै अब हिम भाइ ओ छोडे त्यसले हात हिम भाइ जाँदै ल केजीको पाउँछ बन्चिङ हान्न नसक्ने रहेछ म त बेसी हान्न लागेको थिएँ बन्चिङ ल भाइ पनि त्यहाँ पुग्यो यहाँ फेरि दिदीले हँसिरहेको छ ओ भाइ ओ भाइ हैन ध्यान ओरिजिनल हात छोड न भाइ आयो ल फाइनली भाइ पनि आयो मजा छ नि भाइ ल जरा त्यो तार्न नि खेल्ने भान्जी त्यो उसले गर्दा सातो गएर कोही खेल्दैन खेल्ने कोही खेल्दैन अरे अब ओ फेरि खेल्छस् भाइ फेरि खेल्छ ल भ्यायो अब घरतिर जान रेडी सबै जाम ल Once more. ल छोडी सानो अब कान्छी आमालाई खेल्न जाऊ यहाँमा किन हो त्यत्रो बाटो जान खोज्नु Tala
खोकान दिदी साइकल किन्छ नि हैन जाम ल केही देखिन्न म त अब जान्छु त ल अल्छी लाग्छ कि यसलाई डराएर भन्छ साइरा सिमना डराएन यार जाम गाइजहरू ल हाम्रो घर परिवार जाम ल म डर लाग्यो उसलाई डर लाग्यो साइकलिङ खेल्दै यस्तो डराउनु मान्छे जस्तो बहादुर तिमी त डेन्जर बहादुर है यहाँ तिमी अड्किएको तिमी है अड्किन्छ म एक्टिङ पारिदिएको है ल है रमाइलो वाज फ्यामिली पात्यो तैँले त नि पदुवा है यहाँ घरतिर जाँदै सिरियाको मम्मीको डराउने डर बोक्नलाई यहाँ त म क्या तारा यो बल्ल तमै चाहिँ रहेछ या तै 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 यता दिनु नक्कली भैँस कति रमाइलो पनि भयो आज सनसेट पनि हुन लाग्यो ल फाइनल सिद्धियो घर परिवार पुरा सिद्धियो आजको यहाँको खानपिन पनि फ्यामिलीहरू सबै मिलेर घरतिर जाने रमाइलो भइरहेको छु यिनीहरूलाई अछु नगर बनाउनु जाम ल साइरा जाम 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 सबै जाम ल यहीँ पानी खेल्ने रे अब साइरा छोरी यहीँ खेल्ने रे गाह्रो छ ल हेर्नु रमेश भएन यहीँ खेल्ने भन्छ साइरा छोरी अब उता फेरि टोलीहरू उहाँ तल्तिर छ बाई साइरा पोखराको हाम्रो घर फ्यामिलीहरू जाम डार्लिङ घरतिर बुढीमा आऊ है त अब हामी घरतिर लागेको सबैजना फाइनली अब घरतिर जाँदैछौँ हामी घरतिर जाँदै आयो सबैजना घरतिर जाँदै ल सबै घरतिर अब सबै घरतिर जाँदै सिद्धियो ल हाम्रो घर परिवार सबैजना रमाइलो भयो आजको पनि
ल घरतिर जाँदै अब ल आइजाउँ ल स्याबास यस्ता अब घरतिर जाँदै ल घर गएपछि भेटौँ ल यहाँको भ्यू पोखराको भ्यू आज बटुकामा आगो केमा आएको रे ओके ल अब सिद्धियो बनबाटिकाको आजको ल आजको खानपिन पनि भयो हाम्रो भान्जी पनि आयो भान्जा पनि आयो सिद्धिको आजको ल बनबाटिका टिकट काउन्टर यहाँ चाहिँ हजुर अब हामी चाहिँ घरतिर जाँदै दुईजना सबै यहीँ चाहिँ सबै जाँदै ल दिपेनको अब छुट्टी निसिद्यो घुमाउने निसिद्यो दिपेनको कति हजार निसिद्यो दिदीहरूले स्पोन्सर गर्यो भनेर भनौँ भने गरिरहेछ दिदीहरूले मलाई पनि अब जानु लाग्यो अब नेक्स्ट इयर सबै यसरी फेरि रमाइलो गर्नुपर्छ ल हाम्रो फ्यामिलीहरू सबै छोरो